एभ्रिवान वेलकम टु माई मिनी भिडियो। आज हामी क्याम्पस जाँदैछौँ प्र्याक्टिकल काम भएर। साथीहरू चाहिँ पछाडि आउँदै हुनुहुन्छ अनि म चाहिँ अगाडि एउटा सानो भिडियो बनाउँदै हिँड्दैछु। गाइजहरू पछाडि हेलो हाई भाउजू के गर्दै हुनुहुन्छ? साथीहरू अब धेरै समय पछाडि भेट हुनु भएको अस्ति इक्जाम सकेर अनि उहाँहरू एकदम गफ गर्दै हुनुहुन्छ एकअर्कामा। अब धेरै समयपछि भेट हुनुभएको नि त अनि त्यही भएर हुनुहुन्छ। घरको साथी पनि आउँदै हुनुहुन्छ। साथी चाहिँ यहाँ बसेर बस्नुहुन्छ। प्र्याक्टिकल के कसो गर्नुभयो कसरी गर्नुभयो भनेर उहाँहरू चाहिँ एकअर्कामा गरेको कुराहरू चाहिँ सेयर गर्दै हुनुहुन्छ। क्याम्पस हिँड्नुभएको नि उहाँ आउट ड्रेसमा पो ड्रेसमा आउनुभएको भनेर भनेको त झन्डै लुक्नु भयो। के भयो त हामी मिलिहाल्छौँ। कहाँ भाग्नुहुन्छ हौ? उहाँ चाहिँ लिम्बुनी साथी सबै रोहिणीहरू यता रोहिणीहरू यता तामाङनीहरू भित्तातिर यता रोहिणीहरू हुनुहुन्छ अनि म पनि उहाँ लिम्बुनी हुन्छ एकजना, अरू चाहिँ रोहिणी तामाङनी। हामी चाहिँ यस्तै छौँ है गाइज। होइन बट सी इज नट नेवार्नी। उहाँ चाहिँ राइनी हुनुहुन्थ्यो, अहिले चाहिँ ल्याखानी हुनुभएको छ है उहाँ चाहिँ। त्यसले गर्दा त्यस्तो फुलहरू रहेछ है, कति राम्रो। सबैलाई मन पर्यो। साउने सङ्क्रान्ति आउन लाग्यो नि त, साउने गर्दै अनि त्यही भएर साथीहरू चाहिँ तिउरी सानोमा लगाएको कुराहरू गर्दै हिँड्दै हुनुहुन्छ एकदम रमाइलोसँगले। अनि म चाहिँ अगाडि भिडियो बनाउँदै हिँड्दैछु। अब उहाँहरूसँग खासै त्यति धेरै भेट हुँदैन नि त, त्यही भएर अब पछि याद हुन्छ भनेर मैले चाहिँ यसो एउटा भिडियो खिचेको। साथीहरू एकदम गफमा व्यस्त हुनुहुन्छ तर म आफ्नै सुरमा छु। क्याम्पस माथि चढ्दैछौँ। शङ्करसभा बहुमुखी क्याम्पस हो, सबैभन्दा पुरानो क्याम्पस। यो क्याम्पस चाहिँ 2037 सालमा स्थापना भएको। हामी चाहिँ माथिको टप फ्लोरमा जाँदैछौँ। साथीहरू अगाडि हुनुहुन्छ, म चाहिँ पछाडि छु। अब माथिबाट कस्तो भ्यू देखिन्छ म तपाईँहरूलाई देखाउँछु। एकदम लजारो साथी हुनुहुन्छ है यहाँ छेउमा चाहिँ। भर्खर बनिसकेको छैन, यो निर्माणको क्रममा छ। तपाईँहरूलाई यहाँबाट म कस्तो भ्यू देख्छु त्यो चाहिँ देखाउँछु है त। हामी पढ्दाखेरि चाहिँ थिएन तर अहिले चाहिँ बन्दै रहेछ। यही हाम्रो शङ्करसभा बहुमुखी क्याम्पसको माथिबाटको भ्यू। हाम्रो क्याम्पस चाहिँ यस्तो छ। मोटु साथीहरू यहाँ सल्लाह गर्दै हुनुहुन्छ। हाई उहाँ चाहिँ गल्नु भयो अरे, तामाङनी हुनुहुन्छ। यता लिम्बुनी होइन, पछि बिहे गर्नु भने चाहिँ नेवार हुनसक्छ, अहिले चाहिँ होइन है गाइज। अहिले हामी चाहिँ क्याम्पसबाट फर्किँदैछौँ तर के भयो भने नि सरी प्र्याक्टिकल दिनुभएको तनाव मात्रै भयो गाइज। म चाहिँ एकदम खुसी छु। आजलाई बाई बाई, थ्याङ्क यू सो मच।